क्रिमदेखि पछाडि चाहिँ हामी डे अथवा दिउँसो हल्का म घरमै बस्छु, मलाई चाहिँ सनब्लक चाहिँ मलाई ठिकैको चाहिन्छ भन्यो भने चाहिँ यहाँनिर चाहिँ डे लोसन भन्ने, यो गर्मीमा चाहिँ डे लोसन लाउनु एकदम राम्रो हुन्छ। डे लोसन लाइन्छ है। अब राति चाहिँ एसी पनि लाइन्छ, ड्राई हुन्छ, अलिकति सुक्खा हुन्छ मेरो स्किन भन्ने भयो भने चाहिँ हामीले क्रिम युज गर्छौँ। यो चाहिँ बेसिक भयो। तर हामी बाहिर घाममा जानु छ, आउटडोर जानु छ, निकै टाइम बाहिरै बिताउनु छ भने चाहिँ हामी सबैभन्दा पहिला के स्किनलाई प्रोटेक्ट गर्छौँ। त्यसको लागि के गर्नु पर्यो? सनब्लक युज गर्नु पर्यो है। यहाँको सनब्लक चाहिँ सनब्लक 50+ युभी 50+ छ। तपाईलाई 12 घण्टा एकचोटि लगाएपछि 12 घण्टा ढुक्क भएर बस्दा हुन्छ हैन। फेरि लगाइराख्नु पर्यो। तपाईले पसिना स्वेटी भएर गए पनि सनब्लक जाँदैन, त्यति स्ट्रङ छ है। अब यो सनब्लक भयो हैन। अब यो सनब्लक लगाइसकेपछि चाहिँ बेलुकी घर गएपछि चाहिँ हामीले के गर्नुपर्छ? सबैभन्दा पहिला सनब्लक चाहिँ हेभी केमिकल भएकोले गर्दा यसलाई रिमुभ गर्नु पर्यो हैन। यसलाई रिमुभ गर्नलाई चाहिँ यहाँनिर रिमुभरहरू 3-4 प्रकारको छ है। जस्तै एउटा लोसनबाट छ, एउटा लिक्विड ओइलबाट छ, एउटा लिक्विडबाट छ, अनि एउटा चाहिँ वेस्ट पेपरबाट छ हैन। यो 4 खालकोमा चाहिँ एउटा जुनै पनि युज गर्न सकिन्छ है। अब यसलाई चाहिँ युज गरेपछि बल्ल तपाईको फेरि स्टार्ट हुन्छ फेस वासदेखि, अनि बेलुकीको स्टार्ट भएर आउँछ हैन।